नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ। आन्दोलनमा उत्रिएको दाहाल नेपाल पक्ष आज देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै गरेको सम्बन्धी प्रसङ्गबाट। संसद विघटन विरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाको दाहाल नेपाल पक्षले आज देशैभरिका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाउँदैछन्। संसद भङ्ग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पूर्व घोषित कार्यक्रम अनुसार सबै जिल्ला मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन लागिएको केन्द्रीय संघर्ष समितिका सचिव डाक्टर विजय कुमार पौडेलले जानकारी दिनुभएको छ। विरोध पत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तक समेत दिइने र राष्ट्रका नाममा क्षमायाचना सहित गलत कदम सच्याउन अनुरोध गरिनेछ। गत पुस 5 गते सरकारले प्रतिनिधि सभा भङ्ग गर्दै आगामी वैशाख 17 र 27 गते मध्यावधि निर्वाचन घोषणा गरेको छ। तर सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सबै राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले संसद पुनः सञ्चालन नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन्। प्रदेश नम्बर 2 को अस्थायी राजधानी जनकपुरधाममा रहेको जानकी आँखा अस्पतालमा अवकाश प्राप्त डाक्टर हेमचन्द्र झाले गैरकानूनी रूपमा पटक पटक म्याद थप गराउँदै अस्पतालको वातावरणलाई दूषित बनाएको आरोप लगाएको छ। डाक्टर झा अवकाश प्राप्त गरेको कैयौं वर्ष भइसके पनि उनी पटक पटक म्याद थप गराउँदै कार्यालय प्रमुखको रूपमा कार्यरत रहेको आरोप लगाउँदै अस्पतालमा कार्यरत चिकित्सकहरूले अस्पतालमा आधुनिक सुविधा समेत उपलब्ध नगराइएको आरोप लगाएका छन्। अस्पताल सञ्चालन समितिका सभापतिलाई गराइएको ध्यानाकर्षण पत्रमा डाक्टर झाले चौथो तहका कर्मचारी दिपेन्द्र सिंहलाई अधिकृत स्तरको जिम्मेवारी दिँदै निर्देशक सरह काममा लगाएर चिकित्सक कर्मचारी बिरामीसँग दुर्व्यवहार गरेको उल्लेख गरिएको छ। एमडी गरेका आधुनिक चिकित्सा प्रणाली बारे जानकार चिकित्सकहरूलाई काम गर्ने वातावरण, अस्पतालमा आवश्यक सुरक्षाको लागि गर्नुपर्ने सुझाव प्रस्तावहरूलाई समेत बेवास्ता गर्दै डाक्टर झाले काम गर्ने वातावरण बिगारेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। डाक्टर अमित कुमार यादव, डाक्टर आशिष बोहरा र डाक्टर महेश प्रसाद यादवले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अस्पतालको सेवामा समयमै सुधार नगरिए बिरामीहरूको चाप समेत घट्ने जनाएका छन्। जानकी आँखा अस्पतालमा धनुषा महोत्तरीका अतिरिक्त सीमावर्ती भारतीय क्षेत्रबाट समेत भारी संख्यामा आँखाका बिरामीहरू आउने गरेका छन्। लामो समयदेखि अस्पतालले कमाएको ख्यातिलाई समेत डाक्टर झाले आफ्नो निहित स्वार्थका लागि ध्वस्त बनाउन लागेको आरोप विज्ञप्तिमा लगाइएको छ। चौथो तहमा भर्ना भएका सिंहलाई अझै अधिकृत बनाउँदा अस्पतालमा उनको उद्दण्डता बढेको बताइन्छ। डाक्टर झाले सिंहलाई प्रयोग गरी अन्य चिकित्सक कर्मचारीहरूलाई अपमानित गराउने गरेको बताइन्छ। कागज निर्यात गर्ने नेपालको सबैभन्दा ठूला एभरेस्ट पेपर मिलका कामदार कर्मचारीहरूले लामो समयदेखि तलब नपाउँदा हडतालमा उत्रिएका छन्। कामदारहरूले मिलको छिरेश्वर नगरपालिका स्थित उद्योगको मूल गेटमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। मिल सञ्चालकहरूले कर्मचारीहरूको तलब भुक्तानीमा चासो देखाएका छैनन्। कारखानामा दैनिक ज्यालादारीमा कार्यरत झण्डै 400 कर्मचारीहरूको तलब रोकेको छ। ज्यालादारी कर्मचारीलाई तलब समेत नदिई निमित्त मिल व्यवस्थापक सन्तोष दाहालले अति आवश्यक कर्मचारी सुरक्षा गार्ड बाहेककालाई बिहिबारदेखि जगेडामा राखेको सूचना जारी गरेका छन्। उच्च स्रोतका अनुसार मिल सञ्चालकहरूले उद्योगलाई बन्द गरी जग्गा बिक्री गर्ने तयारी गरेका छन्। छिरेश्वरनाथ नगरपालिका क्षेत्रमा जग्गाको मूल्य आकाशिएपछि उद्योगले चर्केको क्षेत्र प्लटिङ गरेर बिक्री गर्ने योजना सञ्चालकको छ। स्रोतले भने दैनिक ज्यालादारी कर्मचारीहरूले गरेको हडताल उद्योग सञ्चालकलाई थप मद्दत गरेको छ। उद्योग सञ्चालनका लागि कच्चा पदार्थ र बेलर सञ्चालनका लागि इन्धनको अभाव भएको छ। दाहालले जारी गरेको सूचनामा भनिएको छ, कच्चा पदार्थ र इन्धनको जोहो गर्न आर्थिक अभाव समेत भएको छ।
विशेष परिस्थिति उत्पन्न भएकाले तत्काल उत्पादन कार्य गर्न नसक्ने भएकाले श्रम ऐन 2075 को दफा 15 अनुसार मिति 2077 पुस 23 गतेदेखि मर्मत सम्भार गर्ने कर्मचारी, सुरक्षा गार्ड र अति आवश्यक कर्मचारी बाहेककालाई जगेडामा राखिएको दाहालले जनाएका छन्। मिल सञ्चालकले उद्योग बन्द गर्न नै 1 वर्षदेखि विभिन्न प्रकारको प्रायोजित समस्या सृजना गर्दै आइरहेको कर्मचारीहरू बताउँछन्। उनीहरूले कोरोनाको कहरमा समेत पारिश्रमिक नदिएको दुखेसो पोखेका छन्। मिल सञ्चालकहरूले योजनाबद्ध रूपमा मिल बन्द गर्न लागेका छन्। एकजना कर्मचारीले भने मिल बन्द गरी जग्गा प्लटिङ गरी बिक्री गर्ने तयारीमा छ। गुणस्तरीय कागज उत्पादन गर्ने एभरेस्ट पेपर मिलले विभिन्न देशहरूमा कागज निर्यात गर्ने एकमात्र उद्योग हो। एभरेस्ट कार्डबोर्डबाट सुरु भएको एभरेस्ट पेपर मिलका सञ्चालकहरूले चिनी, औषधि, बिजुली लगायतका दर्जनौं उद्योगहरू सञ्चालन गरिरहेका छन्। कौडीको भावमा जग्गा खरिद गरी उद्योग लगाउने र जग्गाको मूल्य बढेपछि उद्योग नै बन्द गरी जग्गा बिक्री गर्ने उद्योगी सर्राफ परिवारले रणनीति बनाएको बताइन्छ। सामाजिक क्षेत्रमा कुनै कार्य नगर्ने, सामाजिक सेवामा अनिवार्य लगानी गर्नुपर्ने काममा समेत लगानी नगर्ने सर्राफ परिवारको सयौं कामदार कर्मचारीलाई अलपत्र पार्ने तयारी गरेका छन्। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरा सोभियु सिराहाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको बिहिबार पुतला दहन गरेको छ। सिराहाको गोलबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरिएको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरा सोभियु सिराहाले पुतला दहन गरेको हो। पुस 29 गतेसम्म विरोध स्वरूप अनेरा सोभियुले बैलगाडा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीलाई कालो झण्डा देखाउने तथा देशव्यापी रूपमा प्रधानमन्त्रीको पुतला दहन गर्ने लगायतका कार्यक्रम राखेको अनेरा सोभियुका केन्द्रीय सदस्य पूजन सिंहले जानकारी दिनुभएको छ। आन्दोलनको तेस्रो दिन बिहिबार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको हो। सामाजिक विकास मन्त्री नवल किशोर शाहले सामुदायिक विद्यालयबाट सरकार आउटपुट र गुणस्तरीयता चाहेको बताउनु भएको छ। उहाँले निजी विद्यालयहरूको तुलनामा सामुदायिक विद्यालयहरूको गुणस्तरीयता उच्च हुनुपर्ने बताउनुभयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT प्रदेश नम्बर 2 को कार्यालयले बिहिबार जनकपुर धाममा आयोजना गरेको आङ्गिक साझेदारी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा टेक्स र विद्यालय तथा निजी स्तरमा सञ्चालित शिक्षा सङ्घ संस्थासँग शुल्क पूर्वाधार सम्बन्धी एक दिने समन्वयात्मक विचार अन्तर्क्रिया अभिमुखीकरण गोष्ठीमा मन्त्री शाहले सरकारले सामुदायिक विद्यालयमा करोडौं लगानी गरे पनि विद्यार्थी र अभिभावकको चाहना निजी विद्यालयमा हुनु दुःखद रहेको बताउनुभयो। उहाँले विद्यालयमा बालबालिका आउन चाहे पनि शिक्षकहरू पठन पाठन गराउन हिचकिचाउने गरेको गुनासो पनि धेरै आएको बताउनुभयो। उहाँले भन्नुभयो, विद्यालयहरूमा शिक्षकले पनि आफ्नो आचरणमा सुधार ल्याउनुको साथै सामुदायिक विद्यालयहरूमा गुणस्तरीयता कायम गर्नमा शिक्षकहरूले ध्यान दिनुपर्छ। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले उपमहानगरपालिका अन्तर्गत रहेको विद्यालयहरू मध्ये 3 वटा विद्यालयमा प्राविधिक शिक्षा लागू भए पनि त्यो पर्याप्त नभएको बताउनु भएको थियो। उहाँले 3 वटा विद्यालयहरूमा इन्ट्रान्सको बेला विद्यार्थीहरूको चाप रहेर यहाँको हरेक विद्यालयहरूमा प्राविधिक शिक्षा लागू गर्नुपर्ने बताउनु भएको थियो। उहाँले निजी विद्यालयहरूमा पठन पाठन गराउन पर्याप्त पैसा खर्च भए पनि सामुदायिक विद्यालयका शिक्षकहरू इमान्दार नभइदिँदा पठन पाठन प्रभावकारी हुन नसकेको भन्दै शिक्षकहरूलाई इमान्दार हुन आग्रह समेत गर्नुभयो। उहाँले भन्नुभयो, निजी विद्यालयहरूले कम पैसा दिँदा त्यहाँ शिक्षकहरू बढी मेहनत गर्ने, तर सामुदायिक विद्यालयमा बढी तलब दिँदा पनि त्यहाँ शिक्षकहरूलाई अपुग हुनु र वैकल्पिक बाटोहरू अपनाउनु दुःखद हो। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर 2 आन्दोलनको तयारी सम्बन्धी भेला गरेको छ। सप्तरीको तिलाठी कोइलाडी स्थित
जिरिया हटियामा बिहिबार आयोजित क्षेत्र स्तरीय भेलामा आगामी आन्दोलनको तयारीबारे छलफल गरेको हो। जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष एवं तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश सिंहको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि विनोद सिंह रहेका थिए। भेलामा केन्द्रीय सदस्य शैलेश चौधरी, दिपेन्द्र चौधरी, मुरली सिंह, अशोक यादवको उपस्थिति रहेको थियो। यसैगरी प्रदेश सदस्यहरू सत्यनारायण यादव, भीमबहादुर तामाङ, अमृत साफी, जिल्ला अध्यक्ष केदार यादव, अमरनाथ मण्डल, उपाध्यक्ष निरज मुक्ति लगायतका निर्वाचन क्षेत्र नम्बर 2 अन्तर्गतका विभिन्न गाउँ तथा नगरपालिकाका अध्यक्ष सहित नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम विरुद्ध वडा स्तरसम्म भेला तथा जनजागरण गर्ने लगायतका आन्दोलनका कठोर कार्यक्रम तय गर्न जनपरिचालन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिनुभएको छ। आफैले गरेको नियुक्ति सिफारिस विरुद्ध परेको रिट निवेदनको सुनवाई गर्नुपर्ने अवस्था आएपछि शुक्रबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास स्थगित गरेका छन्। जबरा सम्मिलित संवैधानिक परिषदले गरेको विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। त्यस रिट निवेदनको आज शुक्रबार सुनवाईका लागि पेशी तोकिएको थियो। तर आज प्रधान न्यायाधीश जबराले संवैधानिक इजलास नै गठन नगरी स्थगित गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिना सम्मिलित संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका 38 जनाको सिफारिस गरेको थियो। परिषदमा सहभागी सबै सदस्यको अनुपस्थितिमा मात्रै बैठक बस्ने र सर्वसहमतिले मात्रै निर्णय गरिने प्रावधान रहेकोमा त्यसलाई प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत संशोधन गरेका थिए। 3 सदस्य मात्रै उपस्थित भए पनि बैठक बस्न सक्ने र बहुमतले निर्णय गर्न सकिने प्रावधान अध्यादेशमा उल्टाइएको थियो। प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिट निवेदनको सुनवाई भने आउँदो बुधबारका लागि तोकिएको छ। त्यसको बुधबार भएको सुनवाईमा कानुन व्यवसायीहरूले नै नैतिक प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका थिए। अब कार्की बाहेक अन्य न्यायाधीशहरूलाई राखेर संवैधानिक इजलास बस्नेछ। त्यस दिन कानुन व्यवसायीले कार्की उप नैतिक प्रश्न उठाएपछि आज शुक्रबार आफू उप पनि नैतिक प्रश्न उठाउन सक्ने प्रबल सम्भावना देखेर प्रधान न्यायाधीश जबराले आजको संवैधानिक इजलास गठन नगरेको हुन सक्ने एक कानुनविदले आशंका व्यक्त गरेका छन्। नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खोल्न निर्देशन दिएको छ। भोलि दोस्रो त्रैमासिकको अन्तिम शनिबार भएका कारण राजस्व सङ्कलनका लागि बैंकका काउन्टर र शाखा कार्यालय खुल्ला गर्न राष्ट्रिय बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकको निर्देशनपछि केही बैंकहरूले शुक्रबार सूचना प्रकाशन गरेर शनिबार बैंक खुल्ला रहने जानकारी दिएका छन्। राष्ट्र बैंकको निर्देशनसँगै राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरू भोलि शनिबार पनि खुल्ने भएका छन्। विश्वभरमा 6 करोड 35 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शुक्रबार बिहानसम्ममा 6 करोड 35 लाख 72,085 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वमा 8 करोड 84 लाख 46,272 जना कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 19 लाख 5,062 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरिमा 2 करोड 29 लाख 69,000 भन्दा बढी सक्रिय संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 21 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 31 लाख 20 हजार भन्दा बढी निको भइसकेका छन् भने 3,73,700 जना संक्रमितले ज्यान गुमाइसकेका छन्।
भारतमा हालसम्ममा 1,04,14,000 भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1,36,000 भन्दा बढी निको भइसकेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,50,606 पुगेको छ। नेपालमा हालसम्ममा 2,63,605 जनामा कोरोना पुष्टि भइसकेको छ। संक्रमित मध्ये 2,56,644 जना निको भइसकेका छन्। यहाँ कोरोनाबाट 1,903 जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ। बुधबार अमेरिकी संसद भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो। फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्ट मार्फत यो जानकारी दिएका छन्। पछिल्लो 24 घण्टामा भएका घटनाबाट ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरणमा बाधा पुर्याउन चाहन्छ भन्ने स्पष्ट भएको जुकरबर्गले बताएका छन्। ट्रम्पले हिंसात्मक प्रदर्शनमा उत्रिएका आफ्ना समर्थकको निन्दा गर्नुको साटो स्याबासी दिन फेसबुकको प्रयोग गरेको उनको भनाइ छ। फेसबुकले बिहिबार ट्रम्पको एउटा पोस्ट हटाइदिएको थियो। अब नयाँ राष्ट्रपतिले सत्ता नसम्हालेसम्म ट्रम्पले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने भएका हुन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।